सम्मानीय सभामुख महोदय, जय श्री राम, हर हर महादेव, जय शंभू, नाराय तकबीर, अल्लाहु अकबर, हेलोलिया, नमो बुद्धाय। यी शब्दहरू एउटा समुदायले अर्को समुदायप्रति देखाएको डर हो कि यी शब्दहरू, यी नाराहरू राजनीतिक नारा हुन् कि यी शब्दहरू उत्तेजना फैलाएर द्वेष फैलाउने शब्द हुन्? यी शब्दहरू करोडौं मानिसहरूले आफ्नो ईश्वरप्रति देखाउने भक्ति, करुणा, श्रद्धा, आस्था, यी पवित्र अभिव्यक्तिका शब्दहरूलाई आज हाम्रो समाजमा धर्म बीच, जात बीच, समुदाय बीच विभाजन गर्न प्रयोग गरिएको छ। आज यी शब्दहरूलाई राजनीतिक शब्दको रूपमा, राजनीतिक नाराको रूपमा प्रयोग गरिएको छ। जब जय श्रीराम भनेर कुनै समूहले, जय श्रीराम भनेर यदि कुनै समूहले अर्को समूहमाथि आक्रमण गर्छन् भने उनले मर्यादा पुरुषोत्तम रामले विभीषणलाई दिएका आश्रय र मर्यादा पुरुषोत्तम रामले रावणको अन्त्येष्टि सम्मानजनक हुनुपर्छ भनेर दिएका आदेशलाई बिर्सिएका छन्। जबसम्म अल्लाहु अकबर भनेर अर्को समुदायप्रति हिंसा हुन्छ तब ती समूहका व्यक्तिहरूले इस्लामले दिएको शान्तिको मेसेज, इस्लामले दिएको सद्भावको मेसेज, इस्लामले दिएको न्यायको मेसेज बिर्सिरहेका हुन्छन्। जब हर हर महादेव जय शम्भू भन्दै गाँजा सेवन गरेर लागु औषध सेवन गर्छन् युवाहरूले, तब शिवका करुणा, भक्ति र त्याग बिर्सिरहेका हुन्छन्। सम्मानीय महोदय, यो संसारमा जब एउटा समुदायले अर्को समुदायलाई होच्याउने काम गरेको छ, जब एउटा समुदायले अर्को समुदायमा नफरत फैलाउने घृणात्मक अभिव्यक्ति दिएका छन्, तब यो संसार मानव अधिकारको चिहान बनेको छ। युरोपमा यहुदीहरूप्रतिको घृणात्मक अभिव्यक्तिले युरोपलाई मानव अधिकारको चिहान बनायो। बोस्नियामा, रुवान्डामा, भारतमा, श्रीलङ्कामा र अब नेपालमा र विशेष गरी मधेसलाई मानव अधिकारको चिहान बनाउने सम्पूर्ण प्रयास भइरहेको छ। सम्मानीय सभामुख महोदय, यदि कसैले आफ्नो राजनीतिक रोटी सेक्नको लागि, यदि हामी बीच द्वन्द्व फैलाउनको लागि गरिरहेको छन् भने गत निर्वाचन सम्झिनुहोस्, मधेसका जनताले, देशका जनताले सम्पूर्ण विभाजनहरूलाई मेटाएर एक मत भएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले यो देशमा कुनै पनि जातीय, धार्मिक, साम्प्रदायिक कुनै पनि विभाजन छैन भन्ने कुरा देखाएका छन्। यो राज्यका सम्पूर्ण जनता, अल्पसंख्यक, बहुसंख्यक सबैको रक्षाको जिम्मा यो राज्यले लिन्छ। अबको राज्यले हिजोका दिन जस्तै राजनीतिक रूपले रोटी सेक्ने काम गर्ने छैन भन्ने कुरा म भन्न चाहन्छु। गोली चलेर साम्प्रदायिक हिंसा बढ्ने गर्दैन। साम्प्रदायिक हिंसाको सुरुवात घृणात्मक अभिव्यक्तिबाट हुने गर्छ। सम्मानीय सभामुख महोदय, र म राज्यलाई भन्न चाहन्छु कि यस्ता घृणात्मक अभिव्यक्तिहरू कहाँबाट आइरहेका छन्? सोसल मिडियाबाट आइरहेका छन् कि पत्रिकाबाट आइरहेका छन् कि अनलाइन मिडियाबाट आइरहेका छन् कि हामी जस्ता नेताहरूको मुखबाट आइरहेका छन्? ती घृणात्मक अभिव्यक्ति दिने पात्रहरूलाई पहिचान गरी हरेक जिल्लामा आफ्ना कर्मचारीहरूलाई प्रयोग गरेर ती घृणात्मक अभिव्यक्ति दिने पात्रहरूलाई सजायको दायरामा ल्याउनुपर्छ भनेर म भन्न चाहन्छु। सम्मानीय सभामुख महोदय, आज हाम्रो ऐतिहासिक विरासत हो धार्मिक सहिष्णुता, हाम्रो ऐतिहासिक विरासत हो। हामी हिन्दू, मुस्लिम, बौद्ध, क्रिस्चियन सबै एक भएर यहाँ रहेका छौँ र त्यो ऐतिहासिक विरासतलाई तोड्ने दुष्प्रयास यदि कसैले गर्छ भने तिनीहरू कानुनको कटेगरामा उभिनेछ। र अहिले धेरै मान्य सदस्यहरूबाट एउटा कुरा आयो कि राज्य के गरिरहेको छ। यसपालि राज्यले मुखमा क्रिम दल्ने काम गर्नेवाला छैन। यसपालि राज्यले सूक्ष्म ढङ्गबाट कहाँबाट यस्ता आवाजहरू आइरहेछन्, कसले के गरिरहेको छ भन्ने कुरा सूक्ष्म ढङ्गबाट हेर्नेछन्। र पटक यो रोहिङ्ग्या बङ्गलादेशीको कुरा ल्याएर चाहिँ यहाँ एक किसिमको डरको माहौल पैदा गर्न खोजिएको छ। त्यो पनि पहिचानोस्। हरेक समुदायबाट यो देशलाई विभाजित गर्ने प्रयास यदि कसैले गर्छन् भने उनीहरू सबै सजायका भागीदार हुन्। हामी एक भएर रहेका थियौँ, एक छौँ र आउने दिनमा नि प्रत्येक नेपाली, हाम्रो आस्था फरक होला, हाम्रो धर्म फरक होला, तर हाम्रो नागरिकता एउटै हो, हाम्रो मानवता एउटै हो र हामी एक हो भन्दै म आफ्ना केही शब्द यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य सृष्टि भट्टराई, कुन नियमावलीमा? नियम नम्बर 21 को माइक दिनुहोस्। सम्माननीय सभामुख महोदय,
भर्खरै बोल्नुभएको मान्यजीले उहाँको भनाइमा मेरो न्यामापत्ति छ। उहाँले बोल्नुभएको त जोसमा बोल्नुभयो, धेरै जोसमा बोल्नुभयो जस्तो लाग्छ र के बोल्दैछु भनेर सायद बिहानदेखि संयम भएर बोलिएको भाषा ताकि हिन्दू मुस्लिमको विवाद नबढोस् भनेर हरेक मान्यजीहरू कन्सियस हुनुभएको थियो। तर उहाँले अहिले बोल्दा बोल्दै के बोले भनेर थाहा भएन जस्तो लाग्यो। उहाँले हर हर महादेव भन्नेहरू गाँजा खाएर हिँड्छ भनेर उहाँलाई त्यो मात्रै कसरी थाहा भयो? त्यसमा यो शब्द हर हर महादेव र ओम नमः शिवाय भन्नेहरूले चाहिँ गाँजा खाएर भन्छ, भाङ खाएर भन्छ भनेर यो शब्द यो संसदको रेकर्डबाट हटाइयोस् सभामुख महोदय। धन्यवाद। जय नेपाल। बस्नुहोस्, ध्यान आकर्षण भएको छ। माननीय सदस्य सृष्टि भट्टराई, समय 3 मिनेट। त्यसपछि माननीय प्रकाश पाठक। सम्माननीय सभामुख महोदय, मेरो गृह क्षेत्र सुनसरीमा जसरी भाइ ओम प्रकाश मेहताको जीवन खोसियो, त्यसै गरी भर्खरै खबर प्राप्त गरे अनुसार अर्का भाइ जय प्रकाश मेहताको उपचारको क्रममा निधन भएको छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। आज म एक जनप्रतिनिधिको नाताले र यो देशको माटोलाई माया गर्ने नागरिकको रूपमा बोल्न उभिएको छु। म यो सदनबाट मेरो सुनसरीका दाजुभाइलाई भन्न चाहन्छु, यो आगो, यो ढुङ्गा मुढा, यो तोडफोडले न कुनै हिन्दूको मन्दिर सुरक्षित हुन्छ, न कुनै मुस्लिमको मस्जिद चम्कन्छ। हिंसाले कसैको चुलो बल्दैन। वर्षौँदेखि हामी एउटै कुवाको पानी खाएका, हामी एउटै हाट बजारमा सरसामान किनबेच गरेका, सुख दुःखमा एकअर्कालाई सघाएका यी मान्छेहरूबीच यो विष कसले घोल्यो? म आज यो सदनमा प्रश्न भन्न चाहन्छु, केही हुलिया र अतिवादीहरूको गल्तीको सजाय म सिङ्गो हिन्दू वा मुस्लिम समुदायलाई दिन सक्दिनँ। अपराधको कुनै जात हुँदैन। अपराध जुनसुकै धर्म होस्, त्यो केवल अपराधी हो, समाजको दुश्मन हो। मानिस कुनै राजनीतिक स्वार्थ पुरा गर्ने भर्याङ होइन, देशका मूल पहिचान र साध्य हुन्। भाइ ओम प्रकाशको हत्या कुनै समुदायको जित वा हार नभएर यो सिङ्गो देशको हार हो। राजनीतिक वा धार्मिक लाभका लागि कसैको जीवनलाई साधन बनाउने छुट कसैलाई छैन। नागरिक प्रयोग गर्ने वस्तु होइनन्, सम्मान गर्ने व्यक्ति हुन्। त्यसैले यो आगो र आक्रोशलाई बन्द गरौँ र दोषीलाई हदैसम्मको कारवाही गर्न एकै हौँ भनी यो सदनबाट आग्रह गर्न चाहन्छु। संविधानको धारा 26ले धार्मिक स्वतन्त्रता र धारा 17ले बोल्ने अधिकार दिएको छ, तर यसको अर्थ कसैलाई घृणा फैलाउने वा अरूको अस्तित्व नै सिद्ध्याउने छुट दिएको होइन। यदि कुनै पवित्र पूजास्थल वा प्रार्थना गर्ने ठाउँबाटै घृणाको विष पोखिन्छ भने त्यो धर्मको पालना होइन, त्यो त धर्मकै चिहान खन्नु हो। अब तत्काल एउटा उच्चस्तरीय न्यायिक छानबिन समिति बनोस् जसले प्रशासनको असफलतादेखि यो आगो सल्काउने गिरोहसम्म सबैको सत्य तथ्य बाहिर ल्याओस्। कर्फ्यू लगाएर मात्रै मानिसको मनको डर भाग्दैन। गाउँ गाउँमा शान्ति समिति बनाउनुपर्छ र हाम्रा युवाहरूलाई सामाजिक सञ्जालका झुटा खबर र भ्रामक प्रचारबाट जोगाउनुपर्छ। संविधानको धारा 4ले नेपाल धर्मनिरपेक्ष देश हो र धारा 18ले कानुनको नजरमा सबै समान छन् भन्नेको छ। नेपाल कसैको एक्लो वीरता होइन। हिमाल, पहाड र तराईका हिन्दू, मुस्लिम, बौद्ध, किराँती, क्रिस्चियन हामी सबै यो देशको बराबर हकदार हौँ। म एउटा कुरा भन्न चाहन्छु, हिंसाको आगोले खरानी पारेको घरले कहिले उज्यालो दिँदैन। सुनसरीको माटो अब बदलाको होइन, सहअस्तित्व र सद्भावको दियो बल्नुपर्छ। हिंसाले होइन, संवादले देश बन्छ। सुनसरीको शान्ति र सद्भाव नै हाम्रो साझा सङ्कल्प हो। धन्यवाद। माननीय सदस्य प्रकाश पाठक, समय 3 मिनेट। त्यसपछि माननीय सदस्य उत्तम प्रसाद पौडेल। सम्माननीय सभामुख महोदय, सर्वप्रथम सुनसरीको कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, भाइचारा र एकता कायम राख्न म अपिल गर्न चाहन्छु। त्यस्तै झापाको भद्रपुर र मेचीनगरमा शङ्कास्पद आत्महत्याका घटना भएका छन्। ती दुवै घटनाको सत्य तथ्य छानबिन गर्न सभामुख मार्फत गृह मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, झापा जिल्ला भद्रपुर नगरपालिका वडा नम्बर 3 को पूर्वी सिमानामा झन्डै 2 किलोमिटर नेपाली भूभाग भारतले मिचेर सीमा स्तम्भ निर्माण गरेको सो वडाका वडाध्यक्षले बताउनु भएको छ। नेपाल भारत बीचको वास्तविक सीमा स्तम्भ सीमा सुरक्षा बल SSB को क्याम्पभित्र लुकाएर राखेको र हालदेखि नै सीमा स्तम्भ 2 किलोमिटर भित्री नेपाली क्षेत्रमा रहेको
विषय निर्वाचित जनप्रतिनिधिहरूबाटै आएको र म स्वयं पनि सो क्षेत्रमा पुग्दा स्थानीयवासीहरूले पनि भारतीय पक्षबाट नेपाली भूभाग मिचिएको बताएकाले यस विषयमा तत्काल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। 10 दिन निर्वाचन क्षेत्र घुमेर आज सदनमा उपस्थित भएको छु। नागरिकले क्षेत्र भ्रमण गरिरहँदा भन्नुभयो, सांसद त आउनुभयो, हाम्रो घर दैलोमा सरकार कहिले आउँछ भनेर प्रश्न सोध्नु भएको छ। प्रादेशिक अस्पताल भद्रपुरमा टिकट काट्न लाइन बसेका बिरामी उभिन नसकेर लाइनमै सुतिरहेका थिए। टिकट काटेकाहरू बेड नपाएर भौतारिरहेका थिए। गोजीमा पैसा नहुनेले अब स्वास्थ्य सेवा नपाएरै मर्न पर्ने हो। स्वास्थ्य मन्त्रीको म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। शनिबार र आइतबारको बिदाले स्वास्थ्य र शिक्षा क्षेत्रमा नागरिकलाई ठुलो शास्ति दिएकाले यसलाई सच्याउन धेरै मतदाताको माग छ। मतदाता र अभिभावकले भनेका छन् यो व्यवस्था तुरुन्तै हटाइयोस्। सरकारी सेवा प्रदायक कार्यालयहरू, मालपोत, यातायात, राजस्व लगायतबाट नागरिकले धेरै शास्ति पाएका छन्। झापाली नागरिकको सुझाव छ जनताको काम नगर्ने र शास्ति दिने कर्मचारीलाई तत्काल कारबाही गरियोस् वा सेवाबाट हटाइयोस्। साना किसानहरू सरकारी नीतिभित्र आफूहरूको स्थान खोजिरहेका छन्। उनीहरू भन्छन् सरकारले हामीलाई चिनाउन पर्यो। नागरिकले आफ्ना प्रश्न र गुनासो आफ्नो जनप्रतिनिधि मार्फत सदनमा राख्नका लागि मसामु प्रस्तुत गर्नुभयो। नागरिकका आवाज मैले जस्ताको तस्तै सदनमा उठाएको छु। के अब सरकार जनताको अभिभावकत्व लिन तयार छ? धन्यवाद। माननीय सदस्य उत्तम प्रसाद पौडेल, समय 4 मिनेट। त्यसपछि माननीय सदस्य सुशील खड्का। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म पछिल्लो समय कप्तानगञ्जमा भएको दुःखद घटनाबाट ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। साथै ज्यान गुमाएकाहरूको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। पछिल्ला दुःखद घटनाहरूको विषयमा संवेदनशील भएर श्रद्धेय पार्टी सभापति रवि लामिछानेज्यूले सर्वदलीय बैठक आह्वान गरेर प्रतिपक्षी दलहरू सहितको सामूहिक रूपमा सामाजिक सद्भाव कायम गर्न सबैको साझा प्रतिबद्धता आएको प्रति सभापतिज्यू लगायत विपक्षी दलहरूप्रति पनि उच्च सम्मान प्रकट गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, केही दिन गृह जिल्ला कास्कीको पोखरा बसेर फर्कँदै गर्दा नागरिकमा सरकारप्रतिको ठुलो आशा र विश्वास बढेको पाएको छु। देशका विभिन्न स्थानमा भूमिहीन सुकुम्बासीको भूमिसहित लालपूर्जा र सहकारी पीडितहरूले बचत रकम फिर्ता पाउने भनी सरकारले चालेको कदमले नागरिकहरू उत्साहित भएका छन्। त्यसलाई निरन्तरता दिन सरकार संवेदनशील बनिरहोस् भन्ने आग्रह गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय हो, आज पनि नागरिकसँग समस्याहरूका चाङहरू छन्। वर्तमान सरकारसँग जनताको आशाको चाङ ठुलो छ। जिल्लामा पुगेर गुनासो सुन्ने क्रममा नागरिकले अस्पतालमा भोग्नु परेको समस्यादेखि सरकारी कार्यालयमा कर्मचारीको मनोमानी को समस्या जस्ताको तस्तै भेटियो। बाटो, खानेपानी, पुलदेखि विकासका कैयौँ कामहरू गर्न बाँकी छन्। पर्यटकीय राजधानी पोखरामा पर्यटकको सुरक्षा संवेदनशीलता नजिकबाट देखेँ र उनीहरूको दुःख नजिकबाट हेर्ने अवसर मिल्यो। यी र यस्ता तमाम समस्याको बीचमा सारा नागरिकको सवालमा सबैभन्दा जटिल बनेको छ आज सरकारी कार्यालयको सर्भर डाउनको समस्या। सामान्य कामको लागि बिहान सरकारी कार्यालयमा पुगे पनि बेलुकासम्म पनि काम सकिँदैन। सर्भर डाउनको समस्या 2-4 मिनट अथवा 1-2 घण्टाको मात्र होइन, यो त हप्तौँसम्मको समस्या बनेको छ। हामी देश डिजिटल युगमा प्रवेश गर्ने कुरा गरिरहेका छौँ, तर सामान्य भन्दा सामान्य सेवा पनि डिजिटल माध्यमबाट पाउन सक्दैनौँ भने कसरी देश डिजिटल युगमा प्रवेश गर्दैछ भनेर विश्वस्त हुने। अहिले हरेक सरकारी कार्यालयमा दिनौँ जसो सर्भर डाउन भएर लाखौँ जनताले हरेक दिन शास्ति भोग्नु परेको छ। राहदानी निकाल्न जाँदा सर्भर डाउन, वडा कार्यालयमा सिफारिस लिन जाँदा सर्भर डाउन, नगरपालिकामा सेवा लिन जाँदा सर्भर डाउन, यातायात कार्यालयमा सेवा लिन जाँदा सर्भर डाउन, राजस्व तिर्न जाँदा सर्भर डाउन। यो कहिलेसम्म भोग्नु पर्ने हो नागरिकहरूले? नागरिकले सजिलै सेवा पाउनु पनि हरेक कार्यालयमा सर्भर डाउनको समस्याले आज नागरिक आक्रान्त बनेका छन्। सरकारले चुस्त सेवा दिने भनेको छ, तर हरेक कार्यालयमा सर्भर नचल्दा नागरिकले शास्ति भोग्नु परेको नियति प्राविधिक त्रुटि हो या कसैको नियत? शङ्काको सुविधा लिने हो भने मानवीय नियतले सर्भर डाउन भएको हो कि भन्ने लाग्छ। त्यसैले गर्दा यदि प्राविधिक त्रुटि हो भने त्यसको समाधान तत्काल गर्न र मानवीय त्रुटि हो भने मानवीय रूपले नियत हो भने त्यो नियत खोजेर स्पष्ट छानबिन गरेर कारबाही गर्न म जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य सुशील खड्का, समय 3 मिनेट। त्यसपछि
कुन नियमावलीको नियम कति नम्बर? के विषयमा हो डाक्टर चन्द्रमोहन यादव? अहिले भर्खरै माइक दिनुहोस् उहाँलाई। सभामुख महोदय धन्यवाद। जो सुनसरीमा घटना घटेको छ त्यसैलाई लिएर अहिले जनकपुर पनि तनावग्रस्त छ र यहाँको माध्यम म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। जनकपुरमा पनि यही धार्मिक कुरालाई लिएर लुटपाट सुरु भएको छ। म यहाँ सरकारको ध्यान आकर्षण गर्न चाहन्छु सभामुख मार्फत। हामी कुनै किसिमले आफ्नो आफ्नो ठाउँबाट बिल्कुलै गैर जिम्मेवार वक्तव्य नराखौँ। जुन किसिमले जनकपुरमा अहिले घटना घटिरहेको छ, सम्पूर्ण जनकपुर धाम तनावग्रस्त छ, त्यहाँ पनि कर्फ्यू लाग्ने अवस्था छ। म भन्न चाहन्छु नेपाल सबै धर्म, सबै जात, सबै संस्कृतिका एउटा थलो हो, एउटा राष्ट्र हो। यहाँ सबैजना आफ्नो आफ्नो ठाउँबाट जिम्मेवारपूर्ण तरिकाले हामी वक्तव्य राखौँ। कोही गाँजा खाँदैमा त्यही हिन्दू हो भन्न पनि सक्दैन र सँगैसँगै म यो पनि भन्न चाहन्छु कोही एकजना व्यक्ति यदि दोषी निस्क्यो भने मुस्लिम सम्पूर्ण समुदायलाई दोषी मान्न सकिँदैन। यो भन्दै म फेरि भनौँ सबैजना आफ्नो आफ्नो ठाउँबाट धार्मिक सहिष्णुताका जो रिलिजियस हार्मोनीको अवस्थालाई हामी कायम राखौँ, गैर जिम्मेवार कुरा नगरौँ। धन्यवाद। धन्यवाद। बस्नुहोस्। माननीय सदस्य सुशील खड्का, समय 3 मिनेट। त्यसपछि माननीय सदस्य धनेन्द्र कार्की। सम्माननीय सभामुख महोदय, बदलिदो भूराजनैतिक परिवेशमा राष्ट्रिय सुरक्षा अब केवल परम्परागत सैनिक खतरा वा बाह्य चुनौतीमा सीमित छैन। आर्थिक अस्थिरता, इन्फर्मेसन एन्ड साइबर वारफेयर, जलवायु सङ्कट, ऊर्जा सङ्कट, महामारी, प्राकृतिक प्रकोप, बेरोजगारी, सङ्गठित अपराध, सामाजिक तथा सांस्कृतिक आक्रमण जस्ता विषयहरू राष्ट्रिय सुरक्षाका महत्त्वपूर्ण आयामको रूपमा देखा परेका छन्। पछिल्लो सन्दर्भमा राष्ट्रिय सुरक्षाको मूल प्रश्न राज्य कसरी जोगाउने मात्र नभई राज्यलाई दीर्घकालसम्म स्थिर, सामर्थ्यवान र विश्वसनीय कसरी बनाउने भन्ने दिशामा केन्द्रित रहनुपर्छ। आर्थिक विकास र सुरक्षा एक अर्कामा परिपूरक हुन् र दुवैलाई सँगसँगै लैजानुपर्छ। नेपालको सन्दर्भमा यो विषय अझ संवेदनशील र रणनीतिक महत्त्वको रहेको छ। विगतका द्वन्द्व, राजनैतिक सङ्क्रमण, संविधान निर्माण, सङ्घीयता पुनर्संरचना तथा बदलिदो क्षेत्रीय भूराजनैतिक परिस्थितिहरूको अनुभव पनि हामीसँग छ। राष्ट्रिय सुरक्षालाई अब केवल सुरक्षा निकायको सीमित कार्यक्षेत्रमा मात्र बुझ्नु हुँदैन, बरु यसलाई एक बहुआयामिक राज्य प्रणाली अर्थात् स्टेट क्राफ्टको रूपमा लिनुपर्छ। राज्यको सुरक्षा नीति, संस्थागत समन्वय र संसदीय ओभरसाइटका बीचमा अझ स्पष्ट र सुदृढ सम्बन्ध हुनु अति नै आवश्यक छ। तसर्थ यस सम्मानित सदनका मार्फत राष्ट्रिय सुरक्षा तथा रक्षा नीतिको नियमित समीक्षा गर्न, सुरक्षा क्षेत्रका बजेट निर्माण तथा खर्चलाई रेगुलरली ओभरसाइट गर्न, सुरक्षा निकायहरूका कार्य सम्पादन मूल्याङ्कन गर्न, सङ्कट व्यवस्थापन तथा अन्तर्निकाय समन्वय गर्न, दीर्घकालीन राष्ट्रिय सुरक्षा रणनीति निर्माण गर्न र गोपनीयताको सम्मान गर्दै लोकतान्त्रिक जवाबदेहिता सुनिश्चित गरी संसदीय राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा समिति तत्काल गठन होस् भन्ने विशेष माग गर्दछु। धन्यवाद। माननीय सदस्य धनेन्द्र कार्की, समय 3 मिनेट। त्यसपछि माननीय सदस्य रञ्जु न्यौपाने। सम्माननीय सभामुख महोदय,
म आज आफ्नो निर्वाचन क्षेत्र सिन्धुलीका हजारौँ जुनार किसानको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त गम्भीर विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। सिन्धुलीलाई जुनारको जिल्लाका रूपमा चिनिन्छ। विशेष गरी गोलन्जोर गाउँपालिका, कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिकाका किसानको मुख्य आय आर्जनको आधार जुनार खेती हो। हाल करिब 1900 किसान र 1,70,000 भन्दा बढी जुनारका बोट र 1,320 हेक्टर क्षेत्रफलमा फैलिएको यो खेतीले वार्षिक रूपमा करोडौँ रुपियाँको आर्थिक कारोबार गर्दै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। तर सम्माननीय सभामुख महोदय, आज यही जुनार गम्भीर सङ्कटमा छ। जुनार र सुन्तलामा फैलिएको अज्ञात रोगका कारण देशभरका किसानको वर्षौँको मेहनत, लगानी र भविष्य नै जोखिममा परेको छ। रोगका कारण नियन्त्रण र उपचारको विषयमा अझै प्रभावकारी अनुसन्धान हुन सकेको छैन। त्यसैले नेपाल सरकारसँग मेरो आग्रह छ, यसलाई सामान्य कृषि समस्या नभई राष्ट्रिय कृषि सङ्कटका रूपमा लिएर तत्काल विशेषज्ञ टोली परिचालन गरियोस्। आवश्यक परे इजरायल वा दक्षिण कोरिया जस्ता कृषि प्रविधिमा अग्रणी मुलुकका विज्ञको सहयोगमा रोगको पहिचान, अनुसन्धान र नियन्त्रणका विशेष कार्यक्रम सञ्चालन गरियोस्। किसानलाई प्राविधिक सेवा, रोग प्रतिरोधी बिरुवा र आवश्यक सहयोग तत्काल उपलब्ध गराइयोस्। साथै एक घर 500 बिरुवा जस्ता उत्पादनमुखी कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धि, रोजगारी सृजना र नेपालको जुनारलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डेड गरेर स्थापित गर्न सके सरकारले यो नीतिलाई अघि बढाउने आवश्यक देखिन्छ। समयमै सरकारले प्रभावकारी कदम चाल्यो भने सिन्धुलीका किसान मात्र होइन, समग्र देशभरिको जुनार सुन्तलामा लागेको कृषि क्षेत्रले नयाँ आशा पाउनेछ। त्यसैले यस विषयमा नेपाल सरकारको तत्काल ध्यानाकर्षण गराउँदै आफ्नो भनाइ यही समाप्त गर्दछु। धन्यवाद। माननीय सदस्य रन्जु न्यौपाने, समय 4 मिनेट। त्यसपछि माननीय सदस्य रमेश सापकोटा। सम्माननीय सभामुख महोदय, सुनसरीमा जुन घटना घट्यो त्यसप्रति म र काठमाडौँ क्षेत्र नम्बर 1 का हामी मतदाताहरू दुखित छौँ र त्यस्ता घटनाहरू पुनः नदोहोरिन समाजमा सद्भाव, सहिष्णुता कायम गर्न हामीहरू सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्छ। म यही सम्पूर्ण माननीय ज्यूहरूलाई र नेपालभरिका दाजुभाइ दिदीबहिनीहरूलाई निवेदन पनि गर्न चाहन्छु। अहिले समाचारहरू हेर्दै गर्दाखेरि मधेसमा धर्मको नाममा जुन असहिष्णुता, समाजमा चाहिँ शान्ति सुरक्षा खलबलाउने जस्ता कामहरू अगाडि बढाइरहेको देखिएको छ। यो चिन्ताको विषय छ र यसमा पनि नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अहिले नै प्रधानमन्त्री बालेन्द्र शाहज्यूले राष्ट्रिय सुरक्षा परिषदको बैठक पनि डाक्नु भएको कुरा सुन्नमा आएको छ। सायद अब सरकारको तर्फबाट पनि अझ यसमा कसरी ध्यान दिने भन्ने कुराहरू आउँछ भन्ने पनि विश्वस्त छु। सम्माननीय सभामुख महोदय, हामी 14 दिनको लामो अन्तराल पछाडि आज सदनमा फेरि फर्किएका छौँ। यो 14 दिन मेरा लागि विशेष रह्यो। कयौँ अन्तर्क्रियाहरू, धेरै स्थलगत अवलोकनहरू गर्न पायौँ। हरेक अन्तर्क्रियामा केही समस्याहरू उस्तै आए। त्यो हो स्थानीय सरकारसँग सम्बन्धित जनगुनासोहरू धेरै नै आए। सरकार जुनै तहको भए पनि जनताको हो। जुनै तहको सरकार, जुनै पार्टीको भए पनि अन्त्यमा जनताकै लागि काम गर्नुपर्छ। त्यसकारणले स्थानीय सरकारलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु, हामीहरू सबै मिलेर जनताकै लागि काम गर्ने हो। कुन पार्टीलाई भोट हाल्यो, कहिले हालेन भन्ने कुरा गौण विषय हुन् भन्ने कुरा म यहाँ भन्न चाहन्छु। सभामुख महोदय, आज हामी जहाँ उभिरहेका छौँ यो मेरै निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर 1 भित्र पर्ने ऐतिहासिक क्षेत्र पनि हो। तर विडम्बना, हिजो राति जुन अविरल वर्षा भयो त्यसकारणले यो क्षेत्रका कयौँ ठाउँमा डुबान पनि भयो र यो डुबान यसैपालि मात्र यही सरकार आएपछि मात्र भएको होइन। यो दीर्घकालीन समस्या हो र यो दीर्घकालीन समस्याको दीर्घकालीन समाधान आवश्यक छ। टालाटुले समाधानले धेरै अगाडिसम्म लान सक्दैन। त्यसकारणले म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। पहिलो तल्लाका व्यवसायीहरू सबै डुबानमा मारमा परिरहेका छन्, हरेक वर्ष परिरहेका हुन्छन्। तर अब यो कति वर्षमा एकीकृत योजना गरेर समाधान गर्न सकिन्छ, हामीलाई त्यसको पनि जानकारी चाहिन्छ। यो सँगै
सभामुख महोदय, हामीलाई पार्किङ कहाँ नगर्ने, यहाँ पार्किङ गर्न पाइँदैन भन्ने कुराहरू सडकका सहरका धेरै कुना कुनामा लेखिएको हामीले देखेका छौँ। तर अब चाहिँ यहाँ पार्किङ गर्न पाइन्छ भन्ने कुरा पनि लेख्न पर्यो। सँगै 2 दिन जुन सार्वजनिक विधा हुन्छ त्यो विधाको दिन कमसेकम पार्किङ गर्न दिन सकिन्छ कि सडक छेउमा, यो पनि विचार गर्न चाहिँ म सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र अन्त्यमा एकदमै पेचिलो विषय म यहाँ उत्थान गर्न चाहन्छु, मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय। अहिले मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमा हामी सबैले बोलिरहेका छौँ। सायद जीवनको कुनै न कुनै क्षणमा हामीहरू नै परेका छौँ, अथवा हामी नपरे पनि हाम्रा परिवारका इष्टमित्र कोही न कोही पर्नु भएको छ। त्यस कारणले मानसिक स्वास्थ्यसँग सम्बन्धित नीति जुन स्वास्थ्य मन्त्रालयबाट तर्जुमा हुने भनिएको कुरा छ, यो स्वागत योग्य छ। यो सँगसँगै मानसिक स्वास्थ्यसँग सम्बन्धित करिकुलमहरू पनि डेभलप हुनुपर्छ। टियुमा एमफिल मानसिक स्वास्थ्य, एमफिल साइकोलोजीमा पढ्ने कोटा एकदमै कम छ, त्यसलाई बढाइनुपर्छ। मनोपरामर्शदाताहरूलाई पनि लाइसेन्सिङको एउटा प्रणालीमा लिएर आइनुपर्छ र दरबन्दी पनि बढाइनुपर्छ। तब मात्र मनको भारी बिसाउने चौतारीहरू बढ्छन् र आम नागरिकले राहत पाउँछन्। धेरै धेरै धन्यवाद।